हेलो एभ्रिवान। म चाहिँ आज जाँदैछु है। यहाँ चाहिँ मेरो गाउँको दादाले बाई बाई भन्दैछ है। म चाहिँ कहाँ गएको भन्दाखेरि म चाहिँ आफ्नो घर दार्जिलिङबाट चाहिँ काठमाडौँ जाँदैछु, आफ्नो कर्मथलो। यहाँ चाहिँ हल्का पानी परिरहेको थियो। यहाँ चाहिँ मैले ड्राइभरलाई गाडी पार्किङ गर्नु लगाएँ किनभने मलाई चाहिँ एकदमै भोक लागेको थियो। बिहान हतार हतार भयो घरबाट निस्किँदाखेरि, त्यही भएर चाहिँ मैले केही पनि नखाई निस्केको थिएँ र मैले चाहिँ हतार हतार चाहिँ ब्रेकफास्ट मगाएँ। ब्रेकफास्टमा मैले चाहिँ पिरो आलुदम मेरो चाहिँ फेभरेट हो, अनि रोटी, अचार, सब्जी र अमलेट अनि चिया मगाएँ। यति धेरै भोक लागेको थियो नि गाइस, त्यही भएर मैले चाहिँ डल्लै खाइदिएँ, केही पनि छोडिनँ। त्यसपछि म चाहिँ नक्सल आइपुगेँ र नक्सल हुँदै हुँदै म चाहिँ भद्रपुर एयरपोर्टतिर जाँदैछु है साथीहरू। यहाँ चाहिँ एकदमै गर्मी रहेछ है। गर्मीले चाहिँ मेरो बेहाल भयो किनभने माथि दार्जिलिङमा चाहिँ एकदम चिसो छ है। गर्मीले गर्दाखेरि मेरो पसिना हेर्नु न। र फाइनली म चाहिँ भद्रपुर एयरपोर्ट आइपुगेँ गाइसहरू। र यहाँ चाहिँ मैले बोर्डिङ पनि लिएँ। मेरो फ्लाइट चाहिँ 3:30 को थियो गाइसहरू, तर यहाँ चाहिँ मौसमको खराबीले गर्दाखेरि चाहिँ डिले भएर 6:30 भयो। गाइसहरू आज चाहिँ मेरो फ्लाइट क्यान्सल होला जस्तो छ है। आजको मेरो फ्लाइट चाहिँ क्यान्सल भयो गाइसहरू, त्यो भएर म चाहिँ होटलतिर गएँ। र होटल पुगेपछि म चाहिँ सुतेँ साथीहरू, किनभने म चाहिँ बिहान छिटो उठ्नु छ है। र यसरी म बिहानै छिटो उठेँ, अनि छिटो उठेर मुख धोएर फ्रेस भएर अनि हल्का मेकअप पनि गर्दैछु है। हिजोको मेरो फ्लाइट चाहिँ क्यान्सल भएर मैले बिहान 8 बजीको गरेको थिएँ, त्यही भएर चाहिँ म बिहान उठेँ होइन। र म चाहिँ रेडी भएर होटलबाट निस्केँ साथीहरू। र अब चाहिँ म एयरपोर्ट पुगेँ र त्यसपछि म चाहिँ काठमाडौँतर्फ लागेँ साथीहरू। आजको मौसम चाहिँ एकदम क्लियर थियो है। र फाइनली म चाहिँ काठमाडौँ ल्यान्ड भएँ साथीहरू। र आजको मेरो भिडियो हजुरलाई कस्तो लाग्यो होला है। मन परे हजुरले लाइक, सेयर, कमेन्ट गर्नु नभुल्नु होला। बाई बाई, ह्याभ अ गुड डे।